नमस्ते नमस्ते के कामले मेरो घरमा तेरो छोरी लिएर आइस? अब के गर्नु र साउबा, विदेश जानु पर्यो भनेर भनेको। अब विदेश जानुको लागि 2-3 लाख रुपियाँ लाग्छ अरे। अब आफूसँग एक रुपियाँ पैसा छैन। अब त्यही भएर यी मेरो घरको कागजातहरू राखेर बरु मलाई पैसा दिनु। मैले पैसा दिएको होइन, धनी पूजालेकोले पैसा दिएको। अब 1 वर्षभित्र पैसा तिरिसकिन भने तेरो जग्गा मेरो हुन्छ। हामी गयौँ है साउबा, लाग्यौँ है हजुरको। हुन्छ हवस्। सन्ध्याको पारो बुढी हजुरआमाले बिदा दिनुपर्छ। पगार हुने चाहिँ बस्नु नि त, बस्नु नि। छोरा राम्रोसँग जानु, घरको चिन्ता नगर्नु, केटाकेटीलाई नसम्झिनु है। राम्रोसँग जानु है। हुन्छ सुन्दरी, तिमीले भनेको मानेर यो घर परिवार तिम्रो जिम्मामा लाएर जाँदैछौ। यो छोराछोरीको चाहिँ राम्रोसँग हेरचाह गर है तिमी। छोराछोरीको त तिमी चिन्दैन न, मलाई तिमी चिनेको पैसा चाहिँ कमाएर पठाउन। के भन्ने याद आएको छ।